हेर्नुहोस् गाइस, गाउँघरमा अहिले धमाधम धान र कोदो रोप्ने सिजन छ। अहिले हेर्नुहोस्, हामी भने चाहिँ यहाँ धमाधम फुल रोप्ने सिजन धमाधम। यहाँ मेरो म्याडमले चाहिँ फुल रोप्नु भइरहेछ। मेरो मिसेस, मेरो म्याडम चाहिँ यहाँ रिसाले पुक्क परेर यसरी फुल रोपिँदैछ। आज साउनको 12 गते धमाधम फुल रोप्ने। यसरी बारी सबै छ है। छेउकुना यता हराभरा अब रोपिँदैछ। यसरी यता सबै यो वरिपरि रोप्नुपर्छ। यसरी रोपिरहेछ। यहाँ यत्रो फुलको बिरुवा उखेलेर राखिरहेको छु मैले चाहिँ। म चाहिँ के गर्दैछु भने यसरी राखेर मेलो बनाइदिँदै फाडफुड गर्दै झुझुघारीमा गाउँघरमा धान रोपे जस्तो छेउभित्ता काटेर छेउभित्ता सिनिक्कै काटेर चाहिँ रोप्नुपर्छ। यसरी मेरो मुटुको टुक्राले चाहिँ यसरी रोपिरहेछ है। यहाँ फुल रोप्नु भनेको रिसाले यस्तो पुक्क परिरहेछ। पछि मैले बेच्ने होइन होला होइन कि मैले बेच्छु पछि। यसरी यो अहिले अल्छी गर्दै रोप्दैछ। अस्तिको दिन यता रोपिसक्यौँ। अब रात परे पनि रोप्नु पर्यो नि त। यो खाली यो त्यत्तिकै नष्ट भएर जान्छ यो बारीमा रोपेन भने। रोपिराख्यो एकछिनको मेहनत, 2-4 दिन मेहनत गऱ्यो भने पछि हुन्छ। यस तिहारमा फुल हराभरा यसरी म चाहिँ राखिदिँदैछु। मेरो उसले चाहिँ यसरी रोपिरहेछ है। यसरी रोपिरहेछौँ दुईजना मिली के गर्नु। बाजे पनि जिजे पनि हामी दुईजनै हो। एकछिनमा बाजी निक्लिन्छौँ, एकछिनमा फेरि मिलेर काम गर्नुपर्छ। यसरी यहाँ कामलाई तेर्साएको नि अब के गर्नु, नतेर्सा नि भएन। यसरी अहिले यसरी रोपिराखेको पछि अहिले रोपेको फुल कस्तो हुन्छ भनेर नि। अब यसरी मेरो बुढी चाहिँ पुक्क रिसाले परिरहेको छ आज। खै केमा चित्त बुझ्दैन। खाजा खाएदेखिको काम गर्नु हिँड भनेर लखेटेको रिसाले पुक्क परिगयो। अब के भन्नु। यसरी गोलभेडा पाकेर रातै भएर छ टिपेन। यहाँ फर्सी बारी